धर्मदेशना प्रारम्भ गर्दै पहिला देवबरमा मनुष्यहरूका पूजनीय माननीय हुनुभएको सर्वाधिक ज्ञानको मालिक भएको धर्मका मालिक भएको तथा समय सम्बुद्ध भगवानलाई नमो तस्सागाथा दीपज्योति उच्चारण गरी पूजा वन्दना गर्दै आजको धर्मदेशनालाई प्रारम्भ गरौँ हजुर। नमो तस्सा पूजनीय गुरु बन्देजीलाई ओकासा वन्दना गरी सङ्घा वन्दना गरौँ हजुर। पूजनीय हुनुभएका बुद्ध रत्न, धर्म रत्न, संघ रत्न, त्रिरत्नमा यसरी अभिमान रहित श्रद्धापूर्वक सनम्र दुई हात जोडी सादर पूजा वन्दना गरिएको कुशल पुण्य चेतना आगे धारण गर्दै गरिरहेको त्रिशरणसहित पञ्चशीलको कुशल पुण्य चेतना आफू आफूमा अपनाउनु भएको दानशील भावना र धर्म श्रवण गरेको भावना कुशल पुण्य र विपश्यना ज्ञानको प्रभावले सुखी सुस्वास्थ्य दीर्घायु कायिक सुख मानसिक सुख र शील समाधि प्रज्ञाले सम्पन्न भई सम्पूर्ण भय अन्तरायहरूबाट सदा सर्वदा दूर भएर मार्ग ज्ञान फल ज्ञानलाई उपकार गरी परम शान्ति सुख निर्वाणलाई सजिलैसँग स्वयं साक्षात्कार गर्न सक्ने चौकस पुण्य बनोस्। Amen.
पंचशीलं धम्मं साधुकं सुरक्षितं कृत्वा अपमादेन सम्पादित सत्य पूजनीय गुरु भतिजीहरू सही सत्य धर्म श्रवण गरी ज्ञान लाभ गर्न पुण्यको भागी बन्न उपस्थित भएका हामी शिष्यहरू सबैप्रति दया करुणा राखी धर्म देशना प्रदान गरिदिनु हुन शिष्यद्वारा सनम्र दुई हात जोडी बिन्ती वन्दना टक्राउँदै पूजनीय गुरु भतिजीहरू आज शासन सम्मत 2569 क्री सम्मत 26 तारिख फरवरी 2026 दक्षिण सान प्रान्त दक्षिण सान स्टेट माइन्सु नगर वानकन रत्नभूमि सत्य धर्मालय बुद्ध शासन प्रचार प्रसार समितिद्वारा आयोजना गरिएको 10 दिने धर्मदेशनाको आज दोस्रो दिन रात्रि 7:05 धर्मदेशना आरम्भ हुनेछ। धर्मदेशना प्रारम्भ नगर्दै अगाडि बुद्ध रत्न धर्मरत्न संघरत्न त्रिरत्न र उपकारी अग्रमा पण्डित मोगुक स्याड र शासनमा प्रथम मार्गदर्शक गुरुहरू हुनुभएका स्याड उकेतवा स्याजी उसेनो र स्याड उकुमारा गुरु आचार्यहरूको शिर समाधि प्रज्ञा र आशीर्वादलाई स्थिर धारण गरी आफूले जाने बुझे सम्झे जति याद भए जति भगवानले उपदेश गर्नुभएको 84,000 धर्म स्कन्धहरूमध्ये आज विशेष गरी कम्म विभङ्ग सूत्र र मध्यम निकाय मिलिन्द प्रश्न मिलिन्द प्रज्ञा आदि गरिएका 40 अर्थकथा शास्त्रहरूको आधार लिएर उपकार गर्न गइरहेको छु र धर्मदेशना प्रारम्भ नगर्दै अगाडि सबै स्वत प्राणीहरूलाई मैत्री पुर्याउँ र एक दिन एक प्रकारको केटाकेटी हुनुहुन्छ सबैलाई जुन सजिलो लाग्छ उही प्रकारले हमेशा मैत्री भावना गर्नुहुन्छ। यो बिहारमा भएका सबै सत्ता प्राणीहरू सुखी रहौं शान्ति रहौं निरोगी रहौं यो ग्राममा भएका सबै सत्ता प्राणीहरू सुखी रहौं शान्ति रहौं निरोगी रहौं
रहौं निरोगी रहौं सुखी रहौं शान्ति रहौं निरोगी रहौं यो देशमा भएका सबै सत प्राणीहरू सुखी रहौं शान्ति रहौं निरोगी रहौं यो संसारमा भएका सबै सत प्राणीहरू सुखी रहौं शान्ति रहौं निरोगी रहौं यो चक्रवालमा भएका सबै सत प्राणीहरू सुखी रहौं शान्ति रहौं निरोगी रहौं अनन्त चक्रवालमा भएका सबै सत प्राणीहरू सुखी रहौं शान्ति रहौं निरोगी रहौं शासनको काम गर्न सधैँभरि अगाडि बढिरहौं
रिसबाट अकुशल हुन्छ, मोहबाट अकुशल हुन्छ। अकुशल त बुझ्यो कि बुझेन? कुशल भनेको यसको उल्टो, प्राणी हिंसा नगर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु, झुटा नबोल्नु, चुक्ली कुरा नबोल्नु, गाली वचन, रुखो वचन, सुन्नै उचित नभएको वचन नबोल्नु, अनार्थका कसैलाई कल्याण नहुने वचनहरू नबोल्नु। कारण अरूको धन सम्पत्ति आफ्नो बनाउन नसोच्नु मनबाट। अरू द्वेष चित्तले अरूलाई बिग्रिदियो भने त, दुःख पाइदियो भने त, मर्दियो भने त भनेर नसोच्नु। कर्म र कर्मको फलमा विश्वास हुनु, यो चाहिँ कुशल। कुशल हुने कारण के हो भन्दाखेरि अलोभो कुशल मूलम अदोषो कुशल मूलम अमोहो कुशल मूलम। अलोभो भनेको दिने, दान गर्ने, खिलाउने, पिलाउने चेतना, त्यो चाहिँ अलोभ हो। त्यहाँ अदोष भनेको मैत्री करुणा कुशल हुने कारण हो। त्यहाँ अमोह भनेको ज्ञान प्रज्ञा कुशल हुने कारण हो। यो यसरी अकुशललाई पनि जान्ने, अकुशलको मूल कारण लोभ दोष मोह भनेर जान्ने, कुशललाई पनि जान्ने, कुशलको मूल कारण अलोभ अदोष अमोह भनेर जान्ने भने समाधि भयो। के हुन्छ? यतिमा सम्झिराख्नु होला। अब विशेष गरी अब नयाँ पनि धेरै हुनुहुन्छ कि हुनुहुन्न? नयाँलाई बुझ्न जरुरी परेको हुनाले विशेष तरिकाले कर्मको विषयमा, कर्म कसरी हुन्छ? कर्म भनेको काम हो। के हो? कर्म 3 प्रकारले हुन्छ। कति प्रकारले? 3 प्रकारले। कायाले, वचनले, मनले 3 प्रकारले कर्म बन्दछ। कुशल कर्म पनि अकुशल कर्म पनि। यो बुझ्नु भयो नि? र विशेष गरी ती 3 कर्ममा, काय कर्म, वचन कर्म, मनो कर्म, यी 3 कर्ममा सबभन्दा ठुलो त के हो भन्दा मनोकर्म। के हो? भगवानले के भन्नुभएको छ भने चेतनां विखवे कम्मं वदामि चेतयित्वा कम्मं करोति कायेन वाचा मनसा। चेतना भने सेना भन्छ नि, हो त मनको चेतनाको कारणले कायले कर्म गरिन्छ। त्यो मनले प्रेरणा गर्नाले टाइटोनो सेगा टाइटोनो कोभे काम्या कालो सेगा नोस टाइटोनो वचनले पनि कर्म गरिन्छ। त्यही मनले प्रेरणा गर्नाले मनबाट पनि कर्म गरिन्छ। चेतना नै कर्म हो। कायले गर्दा पनि चेतनाले प्रेरणा गर्नाले गरिएको, वचनले एउटा कर्म हुँदा पनि चेतनाले प्रेरणा गर्नाले वचनले कर्म गरिएको, मनबाट कर्म गर्दाखेरि चेतनाले प्रेरणा गर्नाले कर्म गरिएको। बुझ्नु भयो नि? काय कर्म, वचन कर्म, मन कर्म। कायले गरेको काय कर्म जस्तो चेतना छ त्यस्तै कर्म हुन्छ। उपमा प्राण हिंसा गरियो, चेतनाले प्रेरणा गर्नाले काय कर्म बन्यो कि बनेन? मनबाट अब प्रेरणा गर्नाले वचनले या गाली गरियो, झुटा बोलियो, वचन कर्म भयो कि भएन? मनबाट द्वेष चित्तले अर्को नराम्रो भइदियो भनेर सोच्यो, मनबाट मनोकर्म भयो कि भएन? कर्मले आफ्नो गरे जति सबै आफ्नो। तपाईँ हामीले सिसामा गएर हाँसिएछ भने सिसाले हाँसेर बताउँछ कि बताउँदैन? सिसामा रुनु रहेको बताउँछ कि बताउँदैन? सिसामा गएर मुर्ती ताक्ने उसले ताक्छ कि ताक्दैन? आफूले दाहिने हातले ताक्दा उसले कौन हातले ताक्छ? आफूले यता ताक्दा सिसामा हेर्नुपर्छ, उसले उता उठाएर ताक्दाखेरि उताको दाहिनेपट्टि उता परेको हुन्छ, उल्टो जस्तो देखिन्छ। जस्तो गर्यो त्यस्तै नक्सा देखिन्छ कि देखिँदैन? अब
फोटो खिच्दा नाच्दै गरेको फोटो खिचेर नाच्दै गरेको आउँछ कि आउँदैन? हाँसेको फोटो खिचेर हाँसेको आउँछ कि आउँदैन? अनुहार बिगारेको फोटो खिच्दा बिग्रेको अनुहारको जस्तो आउँछ कि आउँदैन? कर्म त्यस्तै हो, जे गरेछ त्यो आफ्नै हो। कायले गरेको कर्म पनि आफ्नै हो, वचनले गरेको कर्म पनि आफ्नै हो, मनले गरेको कर्म पनि आफ्नै हो। त्यही भएर काय कर्म, वचन कर्म, मन कर्म, कुशल पनि अकुशल पनि काय कर्म, वचन कर्म, मन कर्म 3 प्रकारले नै हुन्छ। र कर्म वेदङ्ग सूत्रमा शुभ कुमारले भगवानलाई सोधे, भगवान मनुष्यहरू तिमीले किन सोध्यो भन्दाखेरि त्यसको इतिहास त भन्दिन, विशेष गरी धर्म बुझ्न जरुरी छ। आफ्नै पिताजी घरमा 87 करोड सम्पत्तिमा तानिएर गाडखानुमा सुनाउ चाँदी गाडेको छोरालाई नबताई गाडेका थिए। मर्ने बेलामा त तानिएर घरमै कुकुर भए। भगवानको जसमा भेट हुँदा भगवानले ती शुभ कुमारको पिताजीको नाम मान्दाखेरि रिसाएर भगवानलाई झुटा कुरा आरोप लगाउँछु भन्दै जान्छ। आज कुकुरलाई मेरा पिताजीको नाम भन्नुभयो अरे यो झुटा बोल्नुभयो हो होइन तिमीले जान्न चाहन्छौ भन्नुभयो भगवानले। कसरी तपाईँले प्रमाण बताउनुहुन्छ भन्दाखेरि तिम्रा पिताजीले कोही सम्पत्ति राखेको तिमीलाई नभनेको कुराहरू छ भन्दाखेरि छन् मलाई भन्नु भएन। अनि घर जाऊ त्यही कुकुरलाई अगाउन्जेल पानी नमिसाएको दुधमा हाले खिर पकाऊ, खिर पकाएर अगाउन्जेल खिलाउनु अरे। खिर अगाउँदा कुकुर चाहिँ झुल्छ अरे। त्यही भएर कोही बेला हामीले खिर धेरै लिन्छ मिठो भएर झप्प झप्प झुलाउँछ। सरकारले दान गर्नुभएको भनेर मिठो मानेर धेरै लिँदा झप्प झप्प कुर्सीमा झुलाएको हुन्छ नि। साँच्चै हो रहेछ। त्यहाँ घर गयो अब धन सम्पत्ति जसलाई लोभ हुन्छ कि हुँदैन? यत्रो सम्पत्ति गयो कुकुर झुल्दैन। पिताजी कसै थिएन नआउँदा तपाईँ गाड धन कहाँ छ बताइदिनु भने घुम्दै 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 सिँढीमा पढेर हेर्दा त सुना चाँदीहरू भेटिए। यस्तो पक्को भयो कि भएन? भगवान यो लोकमा मनुष्यहरू अनेक प्रकारका छन्। कोही अल्प आयु सानैमा मर्ने पनि छन्। कसैको आयु दीर्घायु 100 वर्ष बाँच्नेहरू पनि छन्, आयु लामो भएकाहरू। कोही चाहिँ बिमारी मात्र भइरहने, कोही निरोगी छन्। कसैको रूप राम्रो, कोही बिरुपका नराम्रा छन्। कोही चाहिँ यस परिवार धेरै छन्, कोही चाहिँ एक्लो, कोही पनि छैनन् परिवार। कोही चाहिँ महाजन धन कमाएका छन्, कोही चाहिँ गरिब छन्, खाना लाउन पनि दुःख। कोही चाहिँ उत्तम कुलमा जन्म लिएका छन्, कोही चाहिँ नीच कुलमा जन्म लिएका छन्। कोही चाहिँ विद्वान ज्ञानी छन्, कोही चाहिँ अज्ञानी, ज्ञान नै छैन। यो के कारणले हो भन्दाखेरि भगवानले कर्म सकर्म नव सत्ता कर्म दायादा कर्म योनि कर्म बन्धु कर्म प्रतिष्ठाना कर्मं सत्य विभजति यदिदमेन परितायाति। भगवानले शुभ कुमारलाई भन्नुभएको। शुभ कुमार कर्म नै प्राणीहरूको सम्पत्ति हो। असली सम्पत्ति तपाईँ हाम्रो घर हो कि कर्म हो? सम्पत्ति जति जम्मा गर्नुहोस् न, हीरा मोती सुन चाँदी मर्ने बित्तिकै छोडिन्छन् कि छोडिन्न? साथमा त कर्म लाग्छ कि लाग्दैन? कर्म दाया दान जति अंश दिनुहोस् छोराछोरीलाई, दाइजो दिनुहोस्, मर्ने बित्तिकै छोडिन्छन् कि छोडिन्न? असली अंश त साथमा कर्म जान्छ कि जाँदैन? कर्म योनि सुख हुने दुःख हुने कारण त कर्म हो।
कम्म बन्धु बन्धु बान्धव इष्टमित्र आफन्ती जति भन्ने त्यो सबै पछि लाग्छन् र साथमा लाग्नु त कर्म हो कि होइन बन्धु बान्धव कर्म हो कम्म बन्धु कम्म प्रतिष्ठाना जति नै शरणहरू भए पनि आफ्नो साथमा जाने त कर्म नै हो असली शरण कर्म हो कम्म सत्य विभजति व्याधित हीन पण्डित तायाति उच्च नीच हीन पण्डित छुटाइदिएको नै कर्मले हो दीर्घायु भएको कारण चाहिँ प्राणी हिंसा गर्ने व्यक्ति काटमार गर्ने व्यक्तिको आयु अल्प आयु हुन्छ छोटो आयु प्राणी हिंसा गर्ने व्यक्ति काटमार गर्ने व्यक्तिको आयु छोटो हुन्छ कोही जन्मने बित्तिकै मृत्यु हुने छन् कि छैनन् कोही त गर्भमा नै मृत्यु भएका हुन्छन् कि हुँदैनन् अरूले गर्दा कर्मले हो अरूको प्राण हिंसा गर्ने व्यक्ति नरकमा पुग्न सक्छन् पशु हुन सक्छन् भूत प्रेत हुन सक्छन् असुरकाय हुन सक्छन् यदि मनुष्य भएर जन्म लिन्छन् भने अल्प आयु हुन्छ छोटो आयु लिएर आएको हुन्छ तर दीर्घायु भएको कारण पनि अरूलाई प्राणी हिंसा नगर्ने व्यक्ति दया गर्ने व्यक्ति दीर्घायु हुन्छ त्यहाँ घडी बिमारी रोगी हुने व्यक्ति के कारणले भन्दा अरूलाई पीडा दिएको दुःख दिएको कारणले हो तुरबाबो मेन्सेर पोको अन्ना योगा म्यारे तुरबाबो मेन्सेर अरूलाई दुःख पीडा नदिने व्यक्ति चाहिँ निरोगी हुन्छ बिमारी हुँदैन रूप राम्रो भएको व्यक्ति रूप नराम्रो भएको व्यक्ति के कारण रिसाउने व्यक्ति रिस्वा व्यक्ति घडी रिसाउने के भन्नुहुन्न जडङ्ग रिसाउने व्यक्ति रूप राम्रो हुन्छ कि विरूपको हुन्छ रिसाउने व्यक्ति रिसको कारण नरकमा पुग्न सक्छ पशु पनि हुन सक्छ भूत प्रेत असुरकाय हुन्छ यदि मनुष्य भएछ भने पनि विरूपको हुन्छ रिस नगर्ने व्यक्ति सहनशील हुने व्यक्ति डरा नखाइले पोको तीखाले पोको चाहिँ रूप राम्रो हुन्छ अरू छुटाइदिएको कर्मले छुटाइदिएको परिवार कम्ती भएका व्यक्तिहरू के कारणले हो भन्दाखेरि अरूको सम्पत्तिहरूमा अरूको उन्नतिमा ईर्ष्या गर्ने व्यक्ति एकता मन्नालो रेसे यस परिवार कम्ती हुन्छन् अरूको सम्पत्तिमा खुसी हुने व्यक्ति ईर्ष्या नगर्ने व्यक्ति चाहिँ परिवार धेरै हुन्छन् त्यहाँ दान पुण्य गर्ने व्यक्ति चाहिँ धनी हुन्छ दान नगर्ने व्यक्ति चाहिँ गरिब हुन्छ दान पुण्यमा रमाउने दान गर्ने व्यक्ति धनी हुन्छ दान पुण्य गर्ने गरिब हुन्छ अरूले छुटाइदिएको कर्मले छुटाइदिएको कोही चाहिँ उच्च कुलमा जन्म लिने व्यक्ति चाहिँ नीच कुलमा जन्म लिने कोही चाहिँ मगन्तेहरू दरिद्रीहरूको कुल त्यस्ता नीच कुलमा जन्म लिने के कारणले भन्दाखेरि अभिमानले गर्दाखेरि के कारणले गर्ने जग्गामा ढोक नगर्ने नमस्कार गर्नुपर्ने जग्गामा नमस्कार नगर्ने निउरी गर्ने जग्गामा निउरी नपर्ने अभिमानी हुन त्यहाँ अभिमानी नहुने सत्कार सम्मान गर्ने व्यक्ति उच्च गुणमा जन्म लिन्छन् धनी मानी शील सदाचारीहरू प्रख्यातिहरू त्यस्तो जग्गामा जन्म लिन्छन् र ज्ञानी व्यक्ति चाहिँ दोष कुशल भनेको के हो अकुशल भनेको के हो दोष हुने कारण के हो अदोष हुने कारण के हो सही के हो गल्ती के हो भनेर सोधपुछ गर्ने व्यक्ति चाहिँ विद्वान हुन्छ पुगेको भावमा विद्वान हुन्छ स्वर्गमा पुग्छन् अरे पुगिन्छन् भने मनुष्य भएछन् पनि पुगेको भगवान विद्वान हुन्छन् यो सबै केले छुटाइदिएको कर्म आफ्नो सम्पत्ति हो कि होइन
कर्म आफ्नो अंश हो कि होइन? हो भन्दैछु कर्म सुख दुःख हुने कारण हो कि होइन? हो भन्दैछु साथमा जाने त कर्म हो कि होइन? हो भन्दैछु जस्तो उच्च नीच राम्रो नराम्रो छुट्याइदिएको अरूले कर्मले हो। कर्मले हो भन्दैछु कर्मले र फेरि मनुष्यहरू फेरि एकजना मिलिन्द्र राजालाई नाक्सिन राजालाई मिलिन्द्र राजाले नाक्सिन अनन्त भन्दैदेखिलाई मिलिन्द्र राजाले सोधे भन्थे नागतेन केन कारणेन मनुष्य न सदे समका भन्थे नाक्सिन भन्थेज्यू मनुष्यहरू लोकमा धेरै छन् र पनि एक र एकजना किन नमिलेका? हेर्नुहोस् त यो संसारमा मान्छे धेरै छन् कि छैनन्? कति सिट ठाउँ छ 800 करोड उपर धेरै छन् कि छैनन्? एक र एकजना मिल्छन् त? मिलेन राजाले नाक्सिन अनन्त भन्थेजीलाई सोधे। त्यहाँ भगवान नाक्सिन अनन्त भन्थेजी फेरि भन्यो महाराजलाई नै मैले सोध्छु है महाराज केन कारणेन रुखा न सबै समका फलफुल रोपेको बारी हुने या पहाड हुने जङ्गल हुने वृक्षहरू मिल्छन् कि मिल्दैनन्? एउटा बुढाहरू मिल्छन् र फुलेको फुल फलेको फलहरू मिल्छन् र किन नमिलेको? मिलेन राजालाई सोध्नु भएको अनन्त भन्दैछिन् उहाँले तिमीले जे जानेछौ भन त भन्नुभयो। नाक्सिन अनन्त भन्दै मन्यामी भन्थे बीज कारणेन रुखा नसबी समका बिउ बिरुवा फरक पर्न राइट शब्द हो कि होइन? आँपको बिउ रोपे आँप फल्छ कि फल्दैन? सुन्तलाको बिउ रोपे सुन्तला फल्छ कि फल्दैन? खुर्सानीको बिउ रोपे खुर्सानी फल्छ कि फल्दैन? कटहरको बिउ रोपे कटहर फल्छ कि फल्दैन? बिउले फरक परेको हो कि होइन? भगवान बुद्धले सृष्टि गराउनु भएको ईश्वरले हो देवताले हो बिउ फरक पर्नाले हो कि होइन? एवमेव कुमाराज कर्म कारणेन मनुष्य न सबै समका यस्तै प्रकार आफ्नो कर्मको कारणले मनुष्यहरू नमिलेका हो कि होइन? आफूले गरेको कर्मको कारणले मनुष्य नमिलेका कर्मले छुट्याइदियो। त्यसले छुट्याइदिएको कर्मको फलमा विश्वास गर्ने समाधि हुन्छ कि हुँदैन? एउटा ज्ञान मिल्छ एउटा ज्ञान र अझै भन्दै जाऊँ अझै र कर्म र कर्मको फल र एक समय भगवानको पालामा नै उत्तेन भन्ने राजा थिए। राजाका रानी 500 थिए। ती रानीहरूको सेवा गर्ने सेवक चाहिँ कम्मर कुकुरी थियो। खुज्रा उत्तर कम्मर कुकुरी भएको हुनाले खुज्रा भन्ने नाम रहेको। तिनले चाहिँ खुज्राले चाहिँ 500 रानीहरूलाई राजाले दिनको 8 रुपियाँ दिन्थे। कति दिन्थे? 8 रुपियाँ दिन्थे। 8 रुपियाँ फुल किनेर रानीहरूलाई फुलमाला बनाएर दिने गरेर सेवा गर्ने। राजाले दिनदिनै 8 रुपियाँ दिन्थे। अनि ती खुजुत्राले के गर्थिन् भन्दाखेरि सधैँ फुल किन्न जाँदा त 4 रुपियाँको मात्र किन्थिन्। कतिको? 4 रुपियाँको। 4 रुपियाँ चाहिँ आफ्नो लागि राख्थिन् सधैँ नि। त्यहाँ एक दिन त्यही बेलामा सुमन भन्ने मालाकारको घरमा फुल किन्न जान्थे।
ती सुमनाले त्यही दिन भगवानलाई निमन्त्रणा गरेका रहेछन् भगवान विष्णुका भजनदान कार्यमा। त्यहाँबाट ती खुजुत्रा फुल्किन जाँदाखेरि सुमन मालाकारले के भन्यो भन्दाखेरि खुजुत्रा आज भोजन दान कार्य छ, तिमी काम सघाऊ। त्यो भोजन कार्य सिद्धिएपछि बल्ल फुल लिएर जाऊ भन्यो। तिमीले उयो आउँछ भनेर हामी सघायौँ। त्यहाँ सघाएर अब भगवानले अनुमोदन धर्म देशना गर्नुहुन्छ। भोजन दान सिद्धिएपछि भगवानले यसो ज्ञानले हेर्नुभयो। ज्ञानले हेर्दा आज कसलाई ज्ञान मिल्न सक्छ भनेर खुजुत्रालाई देख्नुभयो। अघि कमर कुप्री भइदिएर है नि भगवानले कर्मैसँग धर्म देशना गर्नुभयो। दानशील भावनामा कर्मैसँग देशना गर्दा खुजुत्राले यहाँ तल के लेखेछ बर्माले कायमले धर्म सुन्दै ज्ञानले अन्तरमा हेर्दै गर्नु। कायमले धर्म सुन्दै ज्ञानले अन्तरमा हेर्दै गर्नु। तिनीहरूले धर्म देशना सुन्दै खण्डमा ज्ञान लगाउँदै गरे। हेर्नुहोस् है भगवानले धर्म देशना गरेर भ्याउनुभयो। खुजुत्राका शान्ति सुख निर्माणलाई साक्षात्कार गरिन्। मार्ग ज्ञानले के ज्ञानले श्रोतापन्न भएदेखि पञ्चशील पक्को भयो। के पक्को भयो? पञ्चशील पक्को भएकोले सधैँ 4 रुपियाँ चोर्दैन। अब चोर्छ कि चोर्दैन? लुकाउँछ कि लुकाउँदैन? फुल किन्यो भने कति किन्छ होला? अब खुजुत्राले भने आज मलाई 8 रुपियाँको फुल दिनुहोस् न। एक खुजुत्रा अचम्म छ। आज राजाले डबल दिए क्या रानीहरूको लागि भनेर सोध्यो। तिमीले केही भन्यो? फुल त धेरै लिएर गयो। अब कति शान्ति होला। तिमीले मार्ग ज्ञानले शान्ति भेटाइयो। सोच्नु त पहिला जस्तो होइन। मैत्री भावना गर्दै सबै सत्ता प्राणीहरू सुखी रहन् शान्ति रहन् भन्दै नरलाई हेर्नुहोस् त त्यति बेला फाँसी दिन्थे। खतरा काम हो कि होइन? अब त्यो श्रोतापन्न भएको व्यक्तिले अकुशल कर्म गर्छ र? राम्रो काम गरेको रहेछु भनेर आजदेखि हट्दा मेरो नराम्रो काम 4 पाया जाने काम कहिल्यै हुँदैन। 4 पायाबाट मुक्त भए भने पनि आफैलाई ज्ञान भयो। त्यहाँबाट गई जाँदा त अब रानीहरूले हेरिरहेछन्। खुजुत्रा तिमी आज किन देरी गर्यौ? आज त उहाँ भोजन दान कार्य थियो नि त। किन देरी गर्यौ त भन्दाखेरि रानी आज भोजन दान कार्य थियो। उहाँ सुमन मालाकारले अब काम सघाऊ एकछिन धर्म देशना सुनेर जाऊ भनेर देरी भयो। आज फुल यत्रो धेरै ल्याइछु त। किन भन्दाखेरि मलाई दण्ड सजाय दिइदिनुहोस्। जे दण्ड सजाय दिए पनि मैले भोग गर्छु अरे। मैले सधैँ 4 रुपियाँ लिन्थेँ अरे। आज मैले भगवानको धर्म देशना सुनेर बुझेँ अरे। मलाई जे दण्ड सजाय दिए पनि भोग गर्न तयारी छु भने हेर्नुहोस् न फाँसी दिन्थे त्यति बेला है। त्यहाँबाट रानीहरूले त्यत्रा दिन चोरेको हाम्रो देह अलि निकाल भनेर भनेन। भने कि भनेन? यस्तो अचम्म छ। भर्खरै धर्म देशना सुनेर भर्खरै यस्तो परिवर्तन हुँदो रहेछ क्या। कसले भगवानको दर्शन गर्छन् नि रानीहरूको। यस्तो कति छिटो परिवर्तन। भगवानले कस्तो धर्म देशना गर्नुभयो हामीले त्यो भनी बताउनु न खुजुत्रा भन्दाखेरि बताउनु त हुन्छ अरे। यसरी बताएर हुँदैन। भगवानले जस्तै उच्च आसनमा बस्नुपर्छ। अनि मेरो शरीर साफ सफाई भएको छैन अरे। नुहाई धुवाई गर्नुपर्छ भन्दाखेरि चन्दन 16 हण्डीका चन्दन पानीले नुहाई धुवाई गर्दे। रानीहरूको कपडा 2टा गरेर दिए। नयाँ कपडा दिएर एउटा लगाएर एउटा
चिब ओढे जस्तै गरेर उच्च आसनमा अझै एउटा पङ्खा पनि दिन यात्रामा है बसेर यत्तिकै सुन्नुहुन्न गौरवपूर्वक सुन्नुपर्छ कसरी गौरवपूर्वक त्यहाँ तल लेखे जस्तै कानले धर्म देशना सुन्दै ज्ञानले त्यसरी सुन्न थालेर अनि 500 रानी अब खुजुत्राको ज्ञान कस्तो भन्नुहुन्छ नि भगवानले भने जस्तै एकपालि सुनेछ त्यस्तै भन्न जानिए र खुजुत्राले माथि चढेर भने भगवानले गरेको धर्म देशना सबै त्यहाँ के गरे भन्ने त आएको छैन भगवानले भने जस्तै भन्दाखेरि त 500 रानी सबै श्रोता बन्न ज्ञान प्राप्त गरे के गरे ज्ञान प्राप्त गरे भन्दैछु हो कति खुसी भए खुजुत्रा आजदेखि त तिमी हाम्रै दासी हैनौ हाम्रै माता भयौ तिमी आजदेखि माताको ठाउँमा राखेर हामीले सेवा गर्छौँ अम्मेनियामा ठाडा धर्मले हेर्नुहोस् त कति छिटो परिवर्तन गराइदियो कि बनाइदिनु परिवर्तन गराइदिएको बाहिर खोजेर हो कि आफ्नै शरीरलाई बुझेर हो सत्य धर्म हो कि होइन सही धर्म हो कि होइन अकालिको भर्खरै फल दिने धर्म सन्दिग्धको स्वयं आफै जान्न सकिने धर्म यो धर्म आचरण गर्नु उचित छ कि छैन खुजुत्राले त्यहाँदेखि के भने भन्दाखेरि आजदेखि तिमी हाम्रो सेवा नगर तिमीलाई हामीले सेवा गर्छौँ एउटा चाहिँ काम गर्दै भगवानसँग जाँदै धर्म देशमा सुन्दै हामीलाई आउँदै भनी बताउँदै गर खुजुत्राले हमेसा भगवानसँग जाँदै धर्म देशमा सुन्दै आउने भन्दै बताउँदै गरेर त्रिपिटक धर्म के भयो अनि इति उत्तरको भन्ने पालीमा भएका देशना सबै खुजुत्राले भनेका धर्म देशना त्यही देशना भगवानले भन्नुभएको देशना एउटा गल्ती हुने थिएन अचम्म छ कि छैन त्यहाँ भिक्षु भन्दैज्यूले चाल पाउनुभयो खुजुत्रा श्रोता बन्न भएन रे भन्दाखेरि भगवानलाई सोध्नु भयो भगवान खुजुत्रा यस्तो कम्मर कुप्री भएको कारण के हो है त्यहाँ दासी भएको कारण के हो है त्यहाँ तिनको यत्रो ज्ञान तेज भगवानले एकपालि देशना गर्दा सबै याद हुने यो के कारणले हो भनेर सोधे त्यहाँ तिमी दासी हुन परेको कम्मर कुप्री भएको ज्ञान तेज भएको के कारणले हो सोध्दाखेरि भगवानले आफ्नै गरेको कर्मको फल हो के को फल हो तिमी कुप्री भएको कारण चाहिँ है पहिला काश्यप बुद्धको पालामा 8 वर्गी प्रत्येक बुद्धहरू राजदरबारमा ल्यान्डरमा भिक्षाटन आउनुहुन्थ्यो अरे तिमीले भोजन दान गर्दैन अरे त्यति बेला पछिल्ला प्रत्येक बुद्ध भन्दाखेरि चाहिँ कम्मा अलिकति कुप्री थियो तर प्रत्येक बुद्धहरू पाल्नु भयो एकछिनमा त तिमीले पहेँलो कपडा ओढेर एउटा सुनाको बाण लिएर त्यहाँ थुप्रै साथीहरू भएको आफैमा हाम्रा पिच्छेका भन्दै यसो कुप्री गर्दै हिँड्नुभएको नि भनेर हाँसिदिनु अकुशल हो कि भएन तिमीले कुप्री गरेको त्यो खुसी गरेको हो कि होइन त्यति बेला फोटो खिचेर त्यस्तै फोटो आउँथ्यो कि होइन त्यति बेला गरेको अकुशलले धेरै कुप्री हुनु आफूले गरेको कर्मको फल हो कि होइन
वर्ष बुद्धवन गरे यो चाहिँ प्रत्येक बुद्धहरूको अवधिको पालामा भनेको शासन नभएको बेलामा प्रत्येक बुद्धहरू 30 लाख डोरा हुन्छ नि यो चाहिँ वर्ष बुद्धवनको पालामा आफ्नो साथी अरहन्त भिक्षुनी महाजनकी छोरी हुन्थी महाजनकी छोरीको घरमा आएकी थिइन् तिनले सिंगार पटक गर्दै थिइन् महाजनकी छोरीले नि सिंगार पटक गर्दाखेरि तिनको त्यो सिंगार पटक गर्नेहरू जाने अलिक पर थियो के अरे क्षमा माग्छु ल क्षमा सरी ल भनेर नि सरी मलाई त्यो दिनुहोस् ल त्यो डाली नि अब उहाँ अरहन्त हो अब नदिने रिसाउँछिन् रिसले नरक पर्छ र मैले दिने दिन त दासी हुन्छन् घरमा भने अरहन्तलाई थाहा छ अब नरक पर्न भन्दा बरु दासी भएको ठिक छ भनेर त्यो लिइदिनु भयो त्यही भएर विशेष ख्याल गर्नुपर्छ कि घरमा माता आमा उत्तर दिनुहोस् त भाउ उत्तर दिनुहोस् त दाजु उत्तर दिनुहोस् त दिदी उत्तर दिनुहोस् त भनेर अराउन हुँदैन र फेरि सिलबाट अष्टसिल व्रतमा बसेकालाई पञ्चसिलमा बसेकालाई त्यो दिनुहोस् त भनेर अराउन हुँदैन शिलावतीहरूलाई उत्तर दिनुहोस् त यो गरिदिनुहोस् त भनेर अराउन हुँदैन श्रावणीहरूलाई यो गरिदिनुहोस् त ऊ गरिदिनुहोस् भनेर अराउन हुँदैन अरायो पनि जन्म दास भइन्छ कि भन्दैन तिमी चाहिँ 500 दासी हुन पर्यो गरेको एकैपालि हो कि होइन आफू एकपालि रोप्दा धेरै फल्छ कि फल्दैन एउटै हो तर धेरै फल तर दासी भएको कारण चाहिँ सिल सल्लाह छ सिलवानलाई भिक्षुनीलाई हराएको कारणले खाइन्थ्यो र अनि त्यत्रो ठुलो ज्ञान भगवानले एकपालि भने सबै भन्न जान्नु के कारणले भन्दाखेरि पहिला प्रत्येक बुद्ध कि 8 वर्गी प्रत्येक बुद्धको बारेमा नै अरे प्रत्येक बुद्धहरूलाई भोजन दान दिन्थिन् अरे भोजन दान गरेर प्रत्येक बुद्धहरूको पात्र एक दिन खीर दान गरे खीर दान गर्दा पात्र चाहिँ तातो भयो तातो हुँदाखेरि भन्दै थियो हात फेर्दै यताउता गरेको देख्दाखेरि तिमीले ज्ञानले सोचिन यो त चुराले ठिक हुन्छ भनेर हात्तीको दाराले बनाएको सेन्सुराई मेकअप 8 वटा दान गरेकी थिइन् त्यो 8 वटा दान गरेको कारणले तिमी ज्ञानी भए के भइन् ज्ञानी भए अनि भगवान श्रोतापन्न भएको के कारणले हो त भन्दाखेरि प्रत्येक बुद्धहरूलाई राम्रो आहार भोजनहरू दान गरेको कुशल पुण्यको कारणले कर्मको फल हो कि होइन कसैले गरिदिएर गएको हो र कुपरी हुन परेको आफ्नै कर्मको कारणले हो कि होइन दासी हुन परेको आफ्नै कर्मको कारणले हो कि होइन ज्ञानी भएको पनि आफ्नै कारणले हो कि होइन ज्ञान प्राप्त भएको पनि आफ्नै कर्मको कारणले हो कि होइन त्यही भएर कुशल कर्मले राम्रो फल दिन्छ अकुशल कर्मले नराम्रो फल दिन्छ कुशल भनेको अनावज सुख विपाक लक्षण कुशल भनेको दोष नभएको काम हो अति नसिरहेको सुख विपाक लक्षण शुभ दिन्छ त्यहाँ अकुशलले चाहिँ सावज दुःख विपाक लक्षण अकुशल भनेको दोष काम हो अति सिरहेको दुःख विपाक फल पनि दुःख दिन्छ कुशल र अकुशल र आफ्नै कर्मले नै आफूलाई फल दिन्छ आफूले जस्तो गरिन्छ त्यस्तै फल दिन्छ र आफूले मनबाट त राम्रो चेतना छैन कायले जस्तो गरेको राख्दिन हात त जोडेछ मनबाट रिसा छ भने कुशल हुन्छ कि अकुशल हुन्छ मनमा त राम्रो चेतना छ र चेतना राम्रो चेतना छ राम्रो फल दिन्छ कि नराम्रो
चाहिँ जितबाङ बिहार आगे एकजनाले अफुको भारी बोकेर जाँदै थिए। अफु भारी बोकेर जाँदै थिए, एकजना बालक बोकेर आएको बच्चालाई नि। अब बच्चाले आफू देखेर बाउ आफू माग्देऊ भने त्यहाँबाट गएर तिनीसँग मित्र नानीलाई एउटा आफू देऊ न भन्दाखेरि रिस आयो। रिसमा कहाँ उत्पन्न हुन्छ? रिस कुशल हो कि अकुशल हो? कुशल हुने कारण हो कि अकुशल हुने कारण हो? र अकुशल हुने कारण भयो तिनको मनमा। तर अझै पछि लाग्दै माग्दाखेरि त नदिँदा भएन, तर दिने चेतना छैन। हेर्नुहोस् है, मनमा चाहिँ चेतना राम्रो छैन, तर जे भए पनि दिन्छु भनेर भाँचेर दिन त दे, कस्ता खानै नपाए जस्ता यसरी दिए। आफू त दे कि दिएनन्? ती बालकले खान पाए कि पाएनन्? तर राम्रो चेतनाले कि द्वेष चेतनाले हो कि होइन? कारण हेर्नुहोस् है, एक समय तिमी बितेर भन्छन् मकरान भन्दैजी बिचरा जाँदै हुनुहुन्थ्यो अफु बारीको छेउबाट। भन्दैजी मलाई बचाउनुहोस् न, धेरै वर्ष हो म केही पनि खान पाएँ, तिमीको भनेर म प्रेत हुँ अरे। अनि त्यत्रो उखु बारी छ, प्रेतले उखु खान्छन् अरे, त्यत्रो उखु बारी छ, खाउ न भन्दाखेरि मैले गएर भाँच्छु भन्दा घोज्छन् अरे, भालाले घोचे जस्तै। भाँच्नै हुन्न, पुरा दुःख भयो भन्दैजी भन्दाखेरि अनि उहाँले ज्ञानले हेर्ने के अकुशल गरिरहेछ भन्दाखेरि यसरी फालेर देखाएको छ। त्यहाँ मदन भन्दैजीले भन्नुभयो, जाऊ तिमी यसरी गएर भाँच्छ। महात्मा एकछिनमा त प्रेतले भारी बोकेर आएको, तपाईँले आज गएर मैले खान पाएँ भन्दा मदन भन्दैजीले प्रेतलाई भगवानसँग लिएर जानुभयो। भगवानसँग गएर धर्म दक्षिणा सुन्न पाए। जस्तो कर्म गरे त्यस्तै फल दिन्छ कि दिँदैन? अघि यसरी देखाउँ के होइन? आफूलाई मिलाएर यसरी मिल्यो कि मिलेन? मूर्ति ताक्दा उतार त्यस्तै ताक्यो कि ताकेन? जस्तो गरिन्छ त्यस्तै कर्मको फल आफूले भोग गर्नुपर्छ कि पर्दैन? त्यही भएर जानेदेखि सब पापस अकरणम, पाप कर्म नगर्ने, गर्ने कि नगर्ने, कुशलस सम्पदा, कुशलस सुख सम्पदा, कुशल पुण्य परिपूर्ण हुने गर्ने। त्यहाँ सचित्त परियोजकनम अरे, आफ्नो चित्तलाई शुद्ध हुने काम गर्ने। त्यही भएर ठक्करीमा भन्नुहोस् न, नपर ईश्वरको भर, कर्मलाई विश्वास गर, पाप कर्म पटक्कै नगर, कुशल पुण्य परिपूर्ण गर, मन शुद्ध हुने काम गर, यही भगवान बुद्धहरूको संक्षिप्त उपदेश। जति बुद्ध भगवानहरू उत्पन्न हुनुभयो संक्षिप्तमा भगवानहरूको उपदेशलाई संक्षिप्तमा भन्ने पनि अरे यो सबै बुद्धहरूको उपदेशको निचोड हो अरे। पाप कर्मले फल दियो भने कहाँ फल दिन्छ भन्दाखेरि नरक, पशु, प्रेत, असुर दुर्गति चार पारमा पाप कर्मले यहाँ पुर्याउन सक्छ कि सक्दैन? कुशल कर्मले कहाँ पुर्याउँछ भन्दाखेरि एक मनुष्य लोक 6 देवलोक कति? 6 देवलोक।
मनुष्य लोक 6 देवलोकमा अरू कसैले पुर्याएको हो कि कुशल कर्मले? कसैले पुर्याएको हो कि अकुशल कर्मले? हो कि होइन? 20 कर्म लोक छन्। कति कर्म लोक छन्? 20 कसले पुर्याएको भन्दाखेरि ध्यान सिद्धिले। कुशल त कुशल हो, ध्यान सिद्धिले। केले? सबै जोड्दा 20 कर्म लोक, 6 देवलोक, 1 मनुष्य लोक, 4 कति भए? 31 यो 31 भुवनलाई अकुशलले 4 पायो भयो, कुशलले मनुष्य र 6 देवलोक भयो, ध्यान सिद्धि ध्यान गर्नाले कर्मलोक भयो। कसले सृष्टि गर्यो भन्दाखेरि कसले सृष्टि गरेको? चक्रमा छैन, चक्र त आइपुगेको छैन। चक्रमा कर्मले नाम रूपले कर्म सृष्टिकर्ता छैन सोवापिका धर्म मर्नलाई जानेछौ समय नटेर नमर्ने बिचमा ध्यान लिएर। कर्म र कर्मको गर्न विश्वास भयो नि? आफ्नै कर्मले आफ्नो सम्पत्ति हो कि होइन? जस्तो कर्म गरिन्छ त्यस्तै फल मिल्छ कि मिल्दैन? सर्वोपते विजन्तादि संहरति फलं कल्याणकारी कल्याणं पापकारी च पापकम्। राम्रो काम गर्ने कल्याण काम गर्नेलाई कल्याण राम्रो फलै दिन्छ अरे, नराम्रो काम गर्नेलाई नराम्रो फलै दिन्छ। जस्तो बिउ रोपिन्छ त्यस्तै फल खान पाइन्छ अरे। र एक समयमा चाहिँ स्वर्गलोकमा सुब्रह्म देवता को शक्ति भएका देवता रानी 1000 जना छन्। नन्दवन फुलबारीमा गए, नन्दवन फुलबारीमा गए रंग रमाइलो गर्न। कति रमाइलो लाग्दो छ नन्दवन फुलबारी नि। त्यहाँ गएर रानी 500 चाहिँ फुलको बुट्टामाथि चढेर फुल झार्दै गाना गाउँदै गर्छन्। तलका देवीहरूले 500ले फुलमाला बनाउँदै ती सुब्रह्म देवतालाई फुलमाला लगाइदिँदै गर्छन्। एकछिनमा त माथि गाना गाउँदै गरेका रानी देवी 500 आवाज नै आउँदैन। देवलोकमा देवताहरू मरेको बत्ती निले जस्तै हो, लास बोकेर पुर्याउनु पर्ने। हेर्दा त छैन, आत्तिए नि अब ती सुब्रह्म देवता। अनि देवताको ठुलो शक्ति छ। अब तिम्रो त मृत्यु भयो, कहाँ गए भनेर अभिची नरक। कहाँ गएका? अभिची नरकमा। तर मलाई यी 500 रानी अब मृत्यु भएपछि कहाँ पुगिन्छ भनेर हेर्दा त त्यही अभिची नरकमा। अब जो पनि नरक जान्छु भने थाहा भयो त डराइन्छ कि डराइँदैन? सुब्रह्म देवता आत्तिएर डराएर देवराजाहरूसँग गएर गुहार मागे, बचाउनुहोस्, अब हामी सबै अभिची नरकमा पुग्न पर्छ, 500 रानीहरू पुगे भने। अनि इन्द्रसँग गएर गुहार मागे। इन्द्रले पनि मैले बचाउन सक्दिनँ अरे। उहाँ मनुष्य लोकमा भगवान बुद्ध उत्पन्न हुनु भएको छ, भगवान बुद्धले बचाउने सक्नुहुन्छ भनेर गएर भगवानसँग गुहार मागे। भगवान भएको घटनामा पनि म आत्तिएको छु, डराएको छु अरे। पछि हुने घटना हुनेमा पनि म डराएको छु। पछि रानी देवी 500 म पनि त्यही जग्गा पुग्नुपर्छ भन्ने विषयमा पनि डराएको छु, आत्तिएको छु। अहिले पनि मेरो मन शान्ति छैन। भगवान यो डराउने तर्सिने पीडबाट शोकबाट शान्त हुने जग्गा कुनै छ भने बताइदिनुहोस् भनेर भगवानलाई बिन्ती चढाए। किन भगवानले मैले पनि बचाउन सक्दिनँ। भगवानले सक्छु भन्नुभयो कि सक्नु भएन?
आफ्नो कर्मको फल आफै भोग गर्नुपर्छ कि पर्दैन? हेर्नुहोस् तिनीहरूले चाहिँ अतीतमा अकुशल कर्म गरेका मनुष्य लोकमा पहिला पाप कर्म गरेका ती सबै अविसिन्न जाने कर्म गरेका अब लोकमा बचाउने कोही छ र? तर भगवानले के भन्नुभयो भने नान्यतर गोचर तपस्या नान्यतिन्द्रिय सवरा नान्यतर सकल निष्ठा सोत्थिम पश्यामि पाणिनन्ति नान्यतर गोचर तपस्या गोचर तपस बाहेक वो से त्या खुनपामा लोयली तपस्या छोछ्या स्वचिन्छिमा लोयली नान्यतर गोचर तपस्या नान्यतिन्द्रिय सवरा इन्द्रियलाई छ इन्द्रियलाई आँखाबाट लोभ दोष नहुने गरी सुरक्षा गर्ने कानबाट लोभ दोष नहुने गरी सुरक्षा गर्ने नाकबाट लोभ दोष नहुने गरी सुरक्षा गर्ने जीव खानेकुराबाट लोभ दोष नहुने गरी सुरक्षा गर्ने भने होसमा बस्ने काया शरीरबाट लोभ दोष नहुने गरी सुरक्षा गर्ने मनबाट लोभ दोष नहुने गरी होसमा बस्ने सुरक्षा गर्ने नान्यत्र इन्द्रिय सवरा नान्यत्र सब्बन निस्सका सम्पूर्ण संयोजनबाट अक्षय भएर शान्ति सुख निर्माण बाहेक प्राणीहरूलाई सुख हुने अरू कारण देख्दिन भन्दा त भगवानले तिनीलाई त्यही ती सुगरमा दिएका 500 रानीहरूलाई त्यही धर्मले मात्र बचाउँछ भन्नुभयो। त्यसले मात्र लोकमा बचाउने अरूले बचाउने रहेछ कि धर्मले बचाउँछ भन्दा ज्ञान लगाउन थाले। भगवानले त्यही धर्म देशना गरिदिनु भएको इन्द्रियलाई राम्रो सुरक्षा गर्नु गोचर तपस्या भने विपसनाले भनेको विपसना ध्यान गर्नु चिन्तालाई राम्रो पालन गर्नु र इन्द्रियलाई संवर गर्नु राम्रो सुरक्षा गर्नु र शान्ति सुख निर्माण संयोजनबाट अनुक्त भएपछि निर्माणलाई साक्षात्कार हुने आचरण गर्ने पनि त्यसले बचाउँछ भन्दा त सुकर्म देवता र 500 देवीहरू श्रोता बन्न भए के भए श्रोता बन्न भएका आफ्नै शरीरलाई बुझेर केलाई बुझेर आफ्नै शरीरलाई बुझेर बचाउने कसैले बचाउन सक्छ र सक्दैन त्यसो बचाउने त अरूले धर्मले धर्मले बचाउँछ धर्म पनि बाहिर छ कि आफ्नै शरीरमा छ आफ्नो शरीरमा भएको स्वाभाविक धर्म हो के हो स्वाभाविक धर्म हो तपाईँ हाम्रो यो शरीरमा एक छुटाएर हेर्ने पनि पञ्चखण्ड मात्र छ के छ पञ्चखण्ड मात्र छ यो मुष्ट शरीर चाहिँ देखिएको शरीर के हो भन्दाखेरि 4 धातुले बनेको शरीर कति धातुले 4 धातुले बनेको शरीर आगो तेजो वायु यी 4 धातु मात्र छन् एकाएक छुटाउने दि यो 4 धातुले बनेको शरीर हो यो 4 धातुको आड लिएर 6 दरमा पञ्चखण्ड उत्पन्न हुन्छ कति खण्ड पञ्चखण्ड उत्पन्न हुन्छ कानमा नाकमा जिह्वामा शरीरमा मनमा हो तिनी पञ्चखण्डको लक्षण कस्तो अनित्य स्वभाव छ बिग्रिरहेको छ बनेको छ बिग्रेको छ हो त्यसलाई जान्न खोजी गर्ने त्यसैले नै दुःख दिएको छ आत्मा भन्ने होइन अनात्मा आफ्नो अधीनमा छैन सारकै छैन अनि त्यो दुःख अनात्मा भनेर जाने पनि त्यो झट्टै निरोध हुन्छ निरोध भयो त्यहाँ शान्ति सुख निर्माण भेट्यो भने चार पाएबाट हमेसाको लागि बाँचिन्छ त्यही भएर सबैले आजदेखि कर्म र कर्मको फलमा विश्वास गरेर कुशल कर्महरू बढाउने वृद्धि हुने काम गर्दै अकुशललाई त्याग्दै अब तपाईँ हामीहरूको अनेकौं जन्मदेखिको कर्म पनि पछि लाग्छ कि लाग्दैन त गइसकेछ यहाँ छोटकरीमा अलिकति कर्म कुशल पनि अकुशल कर्म पनि हुँदाखेरि 7 वटा जवन चेतना हुन्छ कतिवटा 7 वटा जवन चेतना हुन्छ यी 7 वटा जवन चेतनामा
नम्बर 1 ले चाहिँ कुशल भएन अकुशल भएको मनमा यी जवान चेतना हुन्छन्। हेर्नुहोस् है सातवटामा नम्बर 1 जवान चेतनाले यसै जन्ममा फल दिन्छ, कुशल होस् या अकुशल होस्। दी गोवा बे चुबीरे दी जसैका नम्बर 1 लाई चाहिँ वित्त धर्म वेदनीय कर्म भन्दछ। नम्बर 7 ले चाहिँ द्वितीय भावमा मृत्यु हुने बित्तिकै कुशल हो पनि सुगतिमा अकुशल पनि नरकमा। नम्बर 7 बुझ्नुभएको छ नि? कुशल चेतना होस् या अकुशल चेतना होस्, 7वटा जवान चेतना हुन्छन्। यी 7वटा जवान चेतना हुँदाखेरि नम्बर 1 वित्त जन्म होइने कर्मले यसै जन्ममा फल दिन्छ। यसै जन्ममा पनि 7 दिन 7 महिना 7 वर्ष भित्रमा नै दिन्छ। यदि दिइन्छ भने यो होसिन्छ, पछि फल दिँदैन। नम्बर 7 ले चाहिँ द्वितीय भावमा फल दिन्छ, मृत्यु भएपछि फल दिएन भने पनि यो पनि होसिन्छ। नम्बर 20 का 5वटा अपराधरीय वेदनीय कर्म भन्दछ। यसलाई चाहिँ उपपज्ज वेदनीय कर्म। नम्बर 7 चाहिँ उपपज्ज वेदनीय कर्म द्वितीय भावमा फल दिने। 20 का 5वटा चाहिँ अपराधरीय वेदनीय कर्म तृतीय भावबाट अरहन्त नौन्जेल पछि लागेको हुन्छ। अघि सुगरमा देवता र देवीको पछि अकुशल कर्म लाग्यो कि लागेन? स्वर्ग लोकसम्म पुग्दा पनि पछि लाग्यो कि लागेन? पछि लागिरहेको छ। तर भगवानसँग नभेटे व्यक्तिले नरक जान पर्दैन कि पर्दैन? भगवानसँग भेट्नाले तिनीहरूले शरीरलाई बुझे कि बुझेन? बुझेर तिनीहरू चार पारबाट मुक्त भयो कि भएन? बुझ्नु भयो नि? कर्म भनेको जवान चेतनाले कसैले गर्दैन भएको होइन, कारणले कार्य भएको कर्मको कारणले सबै छुटाइदिएको नि। कुनै भगवानको दलले पनि होइन, ईश्वरले पनि होइन, ब्रह्माजीले पनि होइन, इन्द्रजीले पनि होइन, आफ्नो जवान चेतनाले फल दियो। यो फलले चाहिँ यसै जन्ममा 7 दिन 7 महिना 7 वर्ष भित्रमा नम्बर 7 चेतनाले चाहिँ द्वितीय भावमा मृत्यु भएपछि 5वटा चाहिँ अनन्त नौन्जेल अनेकौं जन्मका पनि जतिखेर मौका मिल्छ त्यतिखेर फल दिनको लागि पछि लागेका हुन्छन्, कुशल पनि अकुशल पनि। बुझ्नु भयो नि? तपाईँ हामीलाई त यस्ता अकुशल जन्मका पछि लागेका नै हुन सक्छ कि सक्दैन? अकुशल कर्मले फल नदिँदै आफूले आफूलाई बचाउने काम गर्न जरुरी छ कि छैन? हामीले आफूलाई बचाउनमा कोसिस गरौँ होला भन्दै आज कर्म र कर्म फल विषयमा ठिकै 8 बजेको समय हुनाले यही समाप्त। आज दिनभरि अरुण भोजन रानी देवताहरूको कुशल पुण्य, दिवा भोजन रानी देवताहरूको कुशल पुण्य, या उत्साह कुशल पुण्य र सबैले सिल धारण गरी ध्यान भावना आचरण गरेको कुशल पुण्य, अष्टसिल व्रत बस्नु भएको सबैको कुशल पुण्य र धर्म देशनाको कुशल पुण्य, धर्म श्रवण गरेको कुशल पुण्य र सबैले गरेको कुशल पुण्यलाई यो सत्य धर्मलयमा भएका देवदेवताहरू सबैलाई, यो ग्राममा, यो नगरमा, यो रत्नभूमिमा भएका देवदेवताहरू सबैलाई, यो रत्नभूमिमा भएका मन्दिरहरूमा पनि भएका देवदेवताहरू सबैलाई पनि, शासन रक्षा गर्ने देवदेवताहरू सबैलाई पनि, सुखी दुखी सबैलाई पनि, सुने जति सबैले पनि प्रसन्न भएर साधुकार गर्न सकुन्। यो पहाडमा, यो रत्नभूमिमा दुःख पाएर घुमिरहेका कुनै स्वत्वहरू रहेछन् भने तिनी सबैले पनि प्रसन्न भएर साधुकार गर्न सकुन्। सबैको कुशल पुण्यको भागलाई एकै समयमा मिलेर पुण्य विभाजन गर्दैछौँ, सबैले साधुकार गर्न सकुन्।